सिटी सिकाउन आएकोलाई सिटी लिएर भागी सिटी लिएर भागी 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 छड्काएर कुदा हेर्नुहोस् गाइस सिटी कुदा भन्ने सिटी कुदाउनु दिएको सिटी लिएर भागी झन्डै अलिक छड्काउँदै ल्याएर किन झन्डै रोके लगाएर त चाहिँ नडरा ला म त भिडियो हुँदैछ है नडरा गाना सिटी आएकै जान्छ भाइ पिच आउनुमा ठ्याक्कै रोकिनु पऱ्यो पिच आउनुभन्दा अगाडिको चक्काले पिच छुनु पऱ्यो सिटी कुदाउनु दिएको मारी गलाएर रोक न त्यही भएर यसलाई कुदाउनु दिनु मेरो यस्तो खाली बाटो कति राम्रो बाटो छ हुन त त्यही पनि कहाँ लगेर जोत्तिन्छ जस्तो लाग्छ सक्यो यार कटाउनु त कटाइ गाडी त कटाइ कहाँ लगेर रोक्ने हो मलाई वहीँ पर यहाँबाट रहेछ मलाई थाहा पाइसक्यो उफ मरेँ म बाउले चाहिँ मैले एक दिन पनि लाएन नि यार सिकाउनलाई आफै सिकेँ मैले मिलमा पिठो पिसाउन दिएको छ लिन जानुपर्ने यहाँले भरे सिटी कहाँ छिराइदिन्छ होला डर लागेको छ मलाई त वहाँ पर लिएर पुगिसकेँ उहाँ खोइ कहाँ हो देखिँदैन त जुमै हुँदैन वहाँ पुर्याइसक्यो सिटी पनि लक्ष्य यसलाई लिएर जान्छ लिएर गइलिएर वहाँ पुऱ्याइ योले गर्दा मैले हिँड्नु कुद्नु पर्दैछ छाती दुखिसक्यो मेरो मासला उहाँ आरामले बसिरहेको छु मोज भए मलाई कुदाएर जति कुदाइस् ए फिर्काइदियो त फेरि म उयो गर्छु म यहीँ बस्दैछु अब बिर्काट लिएर आइज उहाँबाट कहाँबाट म पछाडि बस्दैछु अब चाहिँ ल पछाडि बस कि तर यहाँबाट फिर्काइदिन म फिर्काउन सक्दिनँ नि त कुरा सुन्नु नि गाइस यो जोस आइरहेछ सालै चित्रको जोस यही जोसमा कुन दिन ठोकिदिन्छ जस्तै लु उत्रि फर्काउँछु म ल मोबाइल लिएर जा पिठो कतिखेर लिनु जाने हो फर्काएर लिएर आइज है भाइ अनि म फेरि कुदाउँछु गाइजहरू म त ट्यालेन्ट भइसकेँ ट्यालेन्ट ल यति चाहिँ कन्फिडेन्ट छ अब चाहिँ लग्थेस् कि भन्ने पानी पेट दुख्ने गरी पार्छ गाइजहरू कहाँ जस्तै रनमार देखिँदैन हुने त काली पहिल्यै भयो कि काली हो आइज 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 म देखिरहेको छु देखिरहेछ सर ब्रेक लाएर सुरुमा छिर्दा मोत हेर अलिक कुना कटाउँदै कटाउँदै लिएर जा पछाडि केही आयो भने चाहिँ भन ल तेरो ऐना चाहिँ के खाँदैको थियो सिटीमा केही आएको भ्यू त खतरा छ हौ भगवान् त्यही भ्यूमा त हामी नदेखेको
एउटा फोटो खिचिहाल्यो है रातिदेखि कताबाट देखिन्छ मेरो नम्बर यता त देखिँदो होला नि त के देखिन्छ यता पनि उज्यालै रहेछ अब देखियो भनेको छ पहराले यो छातीमा रञ्जनाले कटाउँदै चिनमा लिएर जा म त यहाँ ढुक्कले बसेको छु धेरै उल्ट्यो भने म त मर्दिनँ म त हाम फालिदिन्छु तैँले नि हो बचाउने अलिक धेरै पनि कुना नकाट यस्तो झारीतिर म त यहाँ गाईहरूलाई भ्यू देखाउँदै बसिरहेको छु यसले कुदाइरहेछ अगाडि आफै पलाटी कसेर बसेको छु हेर त्यो टर्निङमा ठ्याक्कै त्यो गाडी टर्निङमा आइपुग्छ तैँले लग्दाखेरि त्यो स्कुटी बुझिस् त्यही भएर त्यो आफ्नो टर्निङ लिएर छ त्यो आफ्नो टर्निङ लिएर जान्छ तर मैले जताबाट टर्निङ कटा भनेर सिकाएको छु तैँले त्यतैबाट टर्निङ कटाएर लग्नु देखिस् नि आफै गयो नि टर्निङ कटाएर आफ्नो टर्निङ लिएर त्यो पनि तेरो टर्निङतिरबाट आउँथ्यो होला नि त तर त्यो आएन चक्का तल झर्ने बित्तिकै हल्का एक्सिलेटर छोडिदिए अनि त्यसो झरिसक्यो अर्को पछाडिको चक्का झरिसक्ने बित्तिकै फेरि अलिकति बढाइहाल्छ हो अहिले सिक्दैछ क्या केटीले हल्का फुल्का हामी जहिले ठ्याक्कै गोर्खापत्रको बाटो अनि यो बाटो खाली हुन्छ क्या जहिले अनि त्यही भएर सिक्दैछ मेन रोड चाहिँ फेरि उहाँ छौँ उहाँ पर त भुजा मिलको भुजा त्यो धुलो निक्लिरहेछ त्यो बनाइरहेछ भुजा चिनमा गाना गाएर कुदाइरहेछ सिटी रञ्जना तँलाई के भिनाजुको कमाइ खान छोडेर सिटी कुदाउन सिकेको हो इच्छा सिटी कुदाएर सोध्नुपर्छ है गाई इच्छा जबरजस्ती मतलब जबरजस्ती भन्दा पनि त्यो जिम्मेवारीले गर्दा हो भने त त्यसलाई थाहा हुन्छ बल्ल सक्यो यो किसान होइन हो माछु किसान भएको 1 लाख खाइहाल्छ धेरै फुर्किँदै नलग्ने फेरि त्यसलाई त मलाई यस्तो जोसाउँछ मलाई फुर्किदिन्थ्यो लगेर त अहिले मान्छे फुर्केको चाहिँ छैन यसरी नि त शनिबार सिक्दै गइस् भने नि सक्छस् तैँले लग्न कहिले के मामा घरतिर जाँदा पनि लिएर जा यताउता कुदाउन सिकिराख सक्छस् तैँले किने छ गाह्रो छैन हो त्यो अगाडि लगेपछि त्यो आफै फर्काएको अघि कहाँ फर्काएको थिइस् ठ्याक्कै त्यही रोक्नु पऱ्यो एउटा रोक त्यहीँ फर्काएको थिइस् तैँले अघि मलाई सुत्न कहाँ फर्काएको हुन्छस् त्यहाँ उहाँ फर्काएको थिइस् अलिकति त्यो ढुङ्गा भएको ठाउँतिर ल छोडिदिएँ जहाँ सिक्यो भने म उत्रिएको अब त्यो ह्यान्डल कता लग भने यहाँ देखाउँदै सिकाउँछु त्यो ह्यान्डल छ नि त्यो ह्यान्डललाई हल्का यतापट्टि लिएर आइज मोडेर थोरै लिएर आइज मोड ब्रेक अहिले खुट्टामा मतलब खुट्टामा लागिहाल्नु पऱ्यो क्या मतलब ब्रेक लागिहाल्नु पऱ्यो क्या यतिको खुट्टा तयार पारेर राख अब ब्रेक ला अब पछाडिको त पछाडि आउनु पर्छ पछाडि आउने अनुपार ह्यान्डल पुरै उता घुमा ल्या पछाडि ल्या अझै घुमाइराख त्यो त्यतिकै त्यो सिस्टमबाट ब्रेक ला अब बन्द गर अब अगाडि ल्या हो यस्तो यता घुमाएर अगाडि ल्या हो अब ब्रेक ल्या अब यस्तो घुमा फेरि ह्यान्डल यता घुमा अब पछाडिको बाद फेरि स्टप भन्दै रोकिहाल घुमा ल्या रोक त्यो बाद बन्द गर जस्तो कि त्यो पछाडि लग्नु भन्ने बित्तिकै बन्द गरिहाल तब यता घुमा ह्यान्डल यता पुरै ल्या यता पुरै घुमा अब ल्या पुरै घुमाइराख हात चाहिँ यतिकै घुमिराख्नु पर्छ त्यो ह्यान्डल चाहिँ ल्यान आउँछ हो अब छोडिदियो अब धेरै अगाडि लगिस् तैँले सुरुमा सिक्दाखेरि त बिस्तारै सिक्लो पछाडि बालेर ह्यान्डल घुमाएर ल्या यसरी सिक्दै जान्छ बिस्तारै ल्या आइज रोक ल हुन्छ बन्द गर अब टर्निङ अब पुरै लिन्छ टर्निङ ल गयो नि ह्यान्डल सिधा पारिहाल अब धेरै पनि उता नजाओस् हो ल आनन्दले सकिस् नि अब पसिना आइसक्यो हो मलाई एकदमै नली खुट्टो दुख्छ यहाँ इच्छा नभएर यस्तो भएको तल रात परिसक्यो छिटो गर दनक दियो होइन जति सक्छस् त्यही अनुसार लिएर जा दबाई खाने भाडो यही एउटा
आए राम्रोसँग अहिले स्पिड नबाट अहिले तैँले धेरै स्पिड लाग्ने बेला भएको छैन। आफूमा कन्फिडेन्ट बिल्ड भएपछि सक्छु जस्तो क्षमता बिल्ड भएपछि लग्नु। अहिले हल्का मिडियममै चला, राम्रोसँग चला, मिडियमले चला, ह्यान्डल आफू स्टेबल राख, कन्सन्ट्रेसन अगाडि हुनु पऱ्यो। त्यो बिचतिर जुन बाटो छ नि बिच त्यसलाई चाहिँ तैँले जता लगिस् त्यतै जाने हो क्या गाडी, बुझिस् नि। त्यही भएर गाडी आउँदैछ, बाइक आउँदैछ, ढुक्कले कुदा। तर मैले जताबाट टर्निङ लगेको छु नडरेर कुदाइहालेँ पनि त्यतैबाट लिएर जाने हो। त्यो जताबाट टर्निङ लिएर जा भने त्यतैबाट कुदाइ। स्टेरिङ छ्याक्कै नघुमिहाल्नु। स्टेरिङ चाहिँ कहिले पनि उता घुम्नु, स्टेरिङ चाहिँ कहिले पनि वात्तै नबङ्गाइहाल्नु, बुझिस् नि। आनन्दले लिएर जाने, स्टेबल पारेर। यो गाडी 3 चक्की हुन्छन्, पल्टिहाल्छ गाडीहरू। टिपट एउटा कार जस्तो होइन, 4वटा चक्का हुनलाई अब यतिकैमा कुदा। स्पिड कति होला? 13, 14, 15 कि 19? अहिले हो 15 छ। ल मिडियम कुदा। ए मजाले सिकाउने कति छिटो सिक्नु मलाई सिकाउने मान्छेहरू नडराइकन ल। तेरो गाडी पनि जान्छ, त्यो गाडी पनि जान्छ, चिल पारामा लिएर जाने, केही छैन। अगाडि चक्का जाने बित्तिकै बन्द, एक्सिलेटर बन्द गर्छ। तलाई अगाडि जाने बित्तिकै बन्द, अगाडिको चक्का। अनि पछाडिको चढेपछि नि हत्तै बढाउनु पो भनेको त तल। यसरी बढाइछ भने त पछाडि हर्न सर्न रहेछ होइन। अब त्यो अगाडि लगिसकेपछि पछाडि बुढाङ्गै उफ्रिन्छ। धेरै टर्निङ लिँदाखेरि हेरेर विचार गरेर दुईटैपट्टिबाट पावर इक्वल गरेर घर कति बोल्दो होला जस्तो लाग्छ है तँलाई त। मिल फेरि ए जानुहोस् लहरी के खाँदैछ। फाइनली सिकेर आधी बाटो चाहिँ लिएर आइहाल्यो। ठिकै छ ठिकै छ। अघि त छोडेर लाग्यो आनन्दले लिएर जा। तर अहिले त केही पनि भएको छैन। तर इन्जिनियर नठोकिकन सिक्दिनँ। तर तेरो कहीँ ठोकिन्छ हेर्न पछि। तर आफूमा कन्फिडेन्ट भएर लाग्नु पर्छ। मेरो ठोकिएको त छैन, त्यही पनि के भयो जे पनि हुनसक्छ। ल बन्द गर ब्रेक। ल फेरि लग्ने त होइन नि। अब त रात पऱ्यो होला। अब त्यही घन्टा बोल्नु पछाडि आइज। ल ब्रेक ला, गाडीमा ब्रेक लगा। ल त बाहिर निक्ल्यो। ल म बोकाएको त म त लिएर गइहाल्छु। ल बोक। मैले बिच चाहिँ के भने हेलो गाइजहरू, यो क्यामेरा अगाडि बनाउनु मिल्दैन भाइ? अगाडिबाट बनाउनु हुँदैन। हेलो गाइजहरू, मैले चाहिँ सिटी कुदाएर आएँ किनकि म बेरोजगारी भएर अब रोजगारी हुन आँटेको भन्न नमिल्ने यत्तिकै अल्छी लागेर कुदाएको। अब साइकलदेखि बिच केही पनि कुदाउन आउँदैन नि त, अनि त्यही भएर अनि कुदाउन आँटेको क्या गाइजहरू। मेरो भाइले चाहिँ खतरा कुदाउँछ, खतरा। म चाहिँ सक्दिनँ कुदाउन। मेरो भाइ त ओपी भाइ छ होइन भाइ? अब म स्कुटी कुदाउन सक्छु भाइ। मजाले स्कुटी त सजिलै साइकल कुदाइदिनु हो। स्कुटी कुदाउन सक्छु नि भनेपछि बाबाले मार्न हुन्छ होला आज हामीलाई। कतितिर देखिसक्नु होला। उहाँ हेर्नु उहाँ छटमाथि बसेर चाहिँ आइरहेको छ। कहाँ त्यो डिलमा बसिरहेको छ। ठिकै छ। अब चामलको पिठो लिएर जाने कि भाइ? अनि यति चाहिँ कन्फिडेन्स के भन्छ पनि आयो भाइ। मलाई जान्ने रहेछु अब चाहिँ म कुदाउन। यस्तै कहिले कुदाउन सक्छु होला भाइ? भाइ म त कसम त एकचोटि वा पछाडि नै छुटेछस् नि। मजाले कुदाइरहेको थिएँ। म त तँ होला भन्छु, छोइनँ पनि पछाडिबाट हेर भन्थिस् नि। पछाडिबाट हेरेको केही पनि देख्दिनँ, कहाँ गयो
भरे त पर रहेछ जस्तोलाई डर लागेन मैले बाल लडाउँछु कि भनेर अयो मैले त सररररररर कुदाइदिएँ अब चामलको पिठो किनेर अनि चाल भाइ बन्द गरिदिउँ भिडियो अब चाहिँ हाम्रो यहाँ उयो चामलको पिठो पिसिएको छ चामल कति हो भाइ यतिकोमा राख्दा म देखिन्छु भाइ मेरो भाइ उहाँ यो चाहिँ हाम्रो मुरी हो यहाँ चाहिँ चामलको पिठो पिस्नु चामलको पिठो 1 किलो भयो होइन भाइ? कति भयो? 1 किलो भयो? 1 किलो 760 थियो। अघि कति थियो? 800 थियो बाँकी 800। हामी आज सेलरोटी खाने हो, त्यही भएर पिठो छैन। कताबाट जानु? यतैबाट जाऊँ न, हुन्छ? अब हामी चाहिँ हेलो छिर्न अनि के खान आएको त? अनि जान मन छ भने छिर, म कुदाइदिन्छु। छिर्छु एकछिन छिर्न। ओइ बहिनी नसमाले होइन हुन्छ नि नन्दनी भन्छ अलिकति सानो चाहिँ छेउमा रोटी ओ माई गड, मेरो भाइ मर्दै खानुहुन्थ्यो। अब हामी चाहिँ आइसकेको छौँ चामलको पिठो लिएर घर। आइज भाइ, चाबी लाएर आइज है गेटमा। अब मेरो छोराको रियाक्सन गाईहरू अच्छा बाबाले मार्नुहुन्छ गाई। बाई बाई, लाइक कमेन्ट सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला।